चाहिँ मेरो परिवारको हातमा थियो। पार्टी सभापति पनि मेरो दाइ, मेरो फुपूको छोरा, अर्को फुपूको छोरा चाहिँ सांसद मन्त्री भइसकेको थियो। त्यति बेला मन्त्री भएको थिएन, सांसद भएको थियो। अनि अरू कहाँ जाने त, अब जाने आफ्नै मान्छे कहाँ गयो। तरुण दलमा बसेँ। अनि यो साफ गेममा जब घोटाला भयो नेपालमा, अनि मैले राजीनामा गराएँ। तरुण दलको काम थियो युथ र स्टुडेन्टको काम त करप्सन रोक्ने हो नि त। मैले रोक्नु खोजेँ, त्यसमा ठुलो स्क्यान्डल भयो। मैले नाम बोल्दै जाने बेलामा लास्टमा आएर प्रधानमन्त्रीसँग नाम आयो कि त्यो चाहिँ मैले केही गर्न सकेन। प्राइम मिनिस्टरकोसम्म नाम आयो, त्यो पैसा प्राइम मिनिस्टरसम्म पुगेको छ। को हुनुहुन्थ्यो? त्यो बेला गिरिजा प्रसाद गरेर थियो। त्यो चाहिँ मलाई पुग्यो कि ओहो यो पार्टी पनि त्यस्तै रहेछ, हिँड्ने हो, हिँड्ने भन्दा उपाय त छैन। अनि खेलकुद मन्त्री, त्यहाँबाट सदस्य सचिव, आमामा यति करप्ट। त्यति बेला चाहिँ स्मग्लिङ हुने, मोबाइलको स्मग्लिङ हुन्थ्यो नेपालमा। सबैभन्दा पैसा कमाउने मोबाइल थियो, ड्रग्स पनि के पनि होइन। त्यस्तो हङकङमा 12,000 रुपियाँ जाने मोटोरोलाको फोन यहाँ 26,000 पर्थ्यो बेला। अनि यिनीहरूले चाहिँ साफ गेमको नाममा चाहिँ चाइनाबाट चाहिँ इलिगल ट्रकमा चाहिँ जुन माल लिएर आयो मोबाइलहरू, त्यो केसमा केही मान्छेले इन्फर्मेसन दिएर समात्नु लागेको उहाँले। तर समातेर लास्टमा अख्तियार के अरे यो राजस्व अनुसन्धानमा 2-3 दिन राख्यो। लास्टमा ट्रक खोल्दा ट्रकै खालिएन, सिल हालेको ट्रक। मलाई त थाहा थियो, इन्फर्मेसन त मलाई एकदम पर्फेक्ट दिएको थियो। त्योपछि मैले आफ्नो नेतालाई गएर भने, त्यसले वास्तै गरेन। त्योभन्दा माथि मन्त्रीलाई गएर भने, त्यसले पनि वास्ता गरेन। त्योपछि प्राइम मिनिस्टरको एउटा मेरो मान्छे थियो, नाम भन्नुहुन्न, बिचरा राम्रो मान्छे हो, म्याक्सिमम् मिडियामा आइरहेको हुन्छ अहिले। उहाँलाई मैले गएर भने, उहाँले पनि सिन्सियर मान्छे रहेछ, उहाँले सबै ठाउँ पुगिसकेको रहेछ, दिपु भाइ बेकार भयो भने। मलाई त नसुतेर यत्रो दिन दुःख गरेको काम त मलाई रिस उठ्ने भयो। त्योपछि मैले यसको यो तरुण दल तिमीहरू आफै खा, म चाहिँ हिँडेर यहाँ। त्यहाँबाट कन्ट्रोभर्सियल सुरु भयो। त्योपछि त मिल्दैन कि। अनि मैले मनाङमा सङ्गठन पनि बनाएन, होइन। अध्यक्ष 2 वर्षमा चुप लाएर बस्थेँ। अब कार्य समिति नबनायो भने त त्यत्तिकै निकाल्छु उहाँले त। तर मलाई चाहिँ निकालेको थिएन, त्यत्तिकै राखेको थियो। अन्त मैले चाहिँ मनाङमा कुनै युथ पनि छैन, तरुण हुनु पऱ्यो नि त, दल बनाउनुलाई त गएर भयो भने मनाङ यहाँ आएर बसिएको छ कि म मनाङको गाई गोरुले के तरुण दलमा हालौँ त भनेर मैले चाहिँ स्पष्टीकरण दिएँ। त्यहाँबाट त रिस आयो, मलाई स्पष्टीकरण माग्यो। अब मान्छे छैन, कहाँ चाहिँ मैले तरुण दल बनाउनु जाने? ढाँटेको जस्तो होइन। गाई गोरु हुँदैन मनाङमा त, कहाँको मान्छे भन्छ? सबै काठमाडौँ बस्ने हो। हाम्रो मनाङमा गाई त हुँदैन, गोरु हुँदैन। त्यस्तो ठाउँमा गएर मैले तरुण दल बनाउन सक्छु त नि? नचाहिने कुरा गर्नु भएन नि त उनीहरूले पनि। अनि मैले भनिदिएँ अब त्यो पछि। अनि मतलब पनि छैन, एउटा पत्र पठाइदिएछ यो काम नदाम्रो भने। अनि म हिँडेपछि धेरै वर्ष म ग्याप बसेँ, केही पनि गरेन। अनि यो मुद्दाले मलाई एकदमै फलो गरिरहेको थियो। त्यति बेला 2 वर्षको मलाई कैद हानिसकेको थियो। अनि मलाई केही जनजाति मान्छेहरू आयो, आदिवासी जनजाति भनौँ न, आएर चाहिँ तपाईँ जतिको मान्छे सुतेर बस्नु हुँदैन,